हेलो हजुर, नमस्कार नमस्कार सम्पूर्ण साथीहरूलाई। आज मध्य प्रदेश रतलाममा ज्यादा त आएन, धेरै त केही आएन। अनि बाँकी 1 घण्टा बारिस आइरहेको कारणले यहाँ खोला नाला अति भरिरहेका छन्। अनि माथि छतको पानी पनि गिरिरहेको छ। यस्तै छ यो। हेरौँ दृष्टि कस्तो छ, दृष्टि हेर्नुहोला सम्पूर्णलाई। आज मेरो बुढीलाई पनि हिँड्दै आइरहेकी छ, हिँड्दै पनि छ, हातमा पनि के समातेको छ, खै अरे दुध हो कि क्या हो, मैले बल्ल बुझेँ। दुध पनि हातमा ल्याइरहेको, चिसो पनि भइरहेछ। पानी बाँकी एउटा चिया पिउँला भनेर पनि ल्याइरहेकी छ। बाँकी बुढीलाई ल्याउनको लागि पनि म आधा बाटोसम्म आएको छु।